नमस्ते भन। हामी चाहिँ अब घुम्न जान आँटेको छोरी र म चाहिँ हाम्रो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब प्लिज गरिदिनु होला साथीहरू। हेर्नुहोस् न मेरो छोरीको चाहिँ आज यो कसले हालिदिएको रे भन्नुहोस् न। वाउ के हो यो फ्लावर हो? यो होइन मेरो छोरीको चाहिँ आज साउन आयो नि त नेपालमा, त्यही भएर फ्लावर लगाइदिएको रे। अब हामी चाहिँ घरको छेउछाउमा हाम्रो यहाँ घरको छेउमा जान्छौँ साथीहरू हो। नौ कपाल पनि कोरेको, मेरो कपाल चाहिँ उडी जाने खालको छ र कस्तो आइरहेको छ। पटक्कै मकैहरू पनि यस्तो फलिरहेछ। आज मौसम चाहिँ भन्ने यस्तो छ हो, यहाँकै उडी जाने खालको छ साथीहरू। अब मेरो छोरी चाहिँ यहीँ बाख्रा हेर्न आएको अरे, त्यहाँ बाख्रा चराउँदैछ। कुद्यो बाख्रा बनाइदियो ढाडमा के साह्रो पानी परेर लामखुट्टेहरू आउनु थालेको मुनि गर भने सानो छोरी चाहिँ आगा नो माटो खेल्नु न, हातले खेल्नु हुँदैन, सिङ्गाले कोर्ने हो। बाख्रा चराएको हेर्न आएको रे ल मेरो सान्जु जगसम्म म्या समाउ। आज धरानको मौसम चाहिँ यस्तो छ साथीहरू, पानी परिरहेछ। त्यो भुइँको घाँस त्यसले मुनि गर, कालले घाँस दिने ल यो देऊ। आज मुनि घाँस देऊ त ल, घाँस देऊ मुनि ल। मनिषाले बाख्राले घाँस दिएछ है साथीहरू, हो देऊ अझै देऊ हो देऊ त्यही खान्छ देऊ। मस्ती छ जिन्दगी ल, घाँस देऊ। अस्ति त डराउँथ्यो त, अहिले चाहिँ डराउनु छोड्यो। ऊ त कालीले त सिङले हान्दो रहेछ तर। बर्खायाममा पाठाहरू यस्तै हुन्छ बर्खायामको। अलिक क्या यो पानीले खाएर होला। मनोजनाको नेपालमा खेल्ने दिन पनि सकिन आँट्यो, अब जानु आँट्यो इन्डिया। हो क्या बाख्रा मम्मी भोगाइरहेछ। यसलाई नै देऊ न, यसलाई नै देऊ न, यसलाई देऊ भोकाइरहेको छु। हेर्नु साथीहरू मेरो छोरीले बाख्रालाई घाँस दिएछ। हो देऊ बिचरा। यसको चाहिँ मुन्टाहरूको सब्जी खान्छ भन्छ, तर यहाँ चाहिँ नखाँदो रहेछ हौ। हेर्नु साथीहरू यसको त, हेर्नु साथीहरू यस्तोको त यस्तो खान्छ भन्छ नि, यस्तै। हाम्रोतिर चाहिँ यस्तोको यो मुन्टा खान्थ्यौँ तरकारी, यहाँ चाहिँ के खाँदैन रहेछ। तर अम्बाकोलाई यो चाहिँ अम्बाको बोटोलाई कत्रो ठुलो खालको नानी होला। नजरा राम्रो छ। यो यसको चाहिँ खाँदैन, चाहिँ कालो होला, यो कालो खालको होला। यसको चाहिँ खान्छ। यो ठुलो छाता चाहियो र टिप। मनिषनालाई चाहिँ ठुलो छाता चाहियो रे साथीहरू। हेर्नुहोस् जहिले पनि उसले चाहिँ मानेलाई चाहिँ यस्तो वा ठुलो हेर्नु, वाउ बिग। जहिले छाता माग्छन् हेर्नु है साथीहरू, यस्तै मात्रै के गर्नु। मैले आया तान्नु पनि सकेन। ल लाउनु छाता उड्नु थालिएन। अर्ग्यानिक छाता मनोज नायक गुरुङको। वाउ 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 मम्मी गल्यो। खेलेको खेलेको है ल। मेरो छोरी बाख्रा नदेखेर होला, धरानमा बाख्रा देखेर खेलेको गर्छु। घर जाऊँ भन्छु, निन लाछ छैन उसलाई बोकाउन सक्छौ। बोक ल बोक। यसो मनोज नायक खेलेको अब साथीहरू भाइहरू। हेर्नुहोस् साथीभाइहरू ठिकै ल। हेर्नुहोस् साथीहरू म चाहिँ गोठ लगाइरहेको छु भन्नु पनि नमिल्ने रे क्या। धरानमा चाहिँ म बाख्रा चराउँदैछु साथीहरू। मेरो जिन्दगी यस्तै छ। बेलुका साँझ परिसक्यो, यहाँको मौसम चाहिँ यस्तो छ, खुली मौसम। बारिसको छ न, अब अहिले पानी परेर खुली मौसम छ साथीभाइहरू। हेर्नुहोस् रात पर्यो, 6-7 बज्न आँटिसक्यो साथीहरू, यस्तै छ। अनि हेर्नुहोस् न मेरो छोरी चाहिँ यहाँ माटो खेल्दै छिन्। अब उसले चाहिँ माटो खेल्नु भनेपछि के साह्रो हुरुक्कै हुन्छ नि। मनस्ताको पनि नेपाल बस्ने धेरै दिन छैन साथीभाइहरू। अब हामी इन्डिया छिट्टै जाँदैछौँ साथीहरू। के गर्नु
मेरो छोरीको चाहिँ मलाई बहुत भिड छ किनभने अब यहाँ ऊ 1.5 साल भइसक्यो नि त स्कुल पढेको फेरि इन्डिया गएर पढ्नु पर्ने हुन्छ अनि अब यसरी स्कुल चेन्ज गरेको बसेसरे गर्दा गर्दा बच्चामा असर पर्छ भन्ने सम्भावना हुन्छ कि साथीहरू त्यही भएर कस्तो पिर लाग्छ हिँड्नुहोस् ल हेर्नुहोस् है मेरो सानोको कपाल पनि यत्रो आइसक्यो हरियालीमा हेर्नुहोस् कस्तो मजाको छ नेपालको मौसम त अब इन्डियाको मौसम त तपाईँहरूलाई के भन्नु हामी चाहिँ अब वकिङ गएको मर्छ तिम्रो देखाउ त मेहन्दी हातको देखाउ त सानो वाउ यस्तो गरेर दुईटा कसले लगाइदिनु भएको यो म्यामले चाहिँ आज मनोजनालाई मेहन्दी लगाइदिएको रे साथीहरू होइन मनोजना कुन म्याम सरल म्यामले अनि साथीलाई चाहिँ कुन म्यामले लगाइदिनु भयो फ्लावर ए मेरो छोरी गफ गर्दै हिँड्छ है साथीहरू के साह्रो अल्छी लागेको मलाई त आज हेर्नु न पानी परेको दिन रात परिसक्यो छिराउनु मनोज न डगेल टोक्छ अब वकिङ गरेर आउने हामी चाहिँ कुद्यो मेरो छोरी त कुदेको गर्छ एकछिन बस्दैन हे भगवान् के गर्नु र लड्छ भनेर यस्तो डर लाग्छ अब बाटोको छेउछेउमा हिँड्दाखेरि चाहिँ बाइकहरूले हान्छ टेम्पोले हान्छ भनेर डर हुँदो रहेछ क्या साथीहरू किनभने अब यस्तो उमेरमा त कुदेको गर्ने हुँदैछ नि त हेर्नु न कुदेको सर्ट बाटो क्रस गर्छ कस्तो मलाई रिस उठ्छ भने नि अब यस्तो रुख बिरुवा चाहिँ मैले इन्डियामा देखेन के कुडो भन्छ है यसलाई उता इन्डियामा चाहिँ हुँदैन कुडो के टिप्नु भएको देखाउनु त मलाई कुन कलरको पर्पल कलर हिँड्नुहोस् त हेर्नुहोस् मेरो छोरी चाहिँ टिपी मेरो छोरीले पान चाहिँ यस्तो गरेर के भने हामी सानो पनि खेलौँ यसो गरेर तर यो अर्कै मान्छे यस्तो गरेर खेल्थ्यौँ हेर्नु न ल पोख्यो पानी पोखि हामी बच्चाको बेला चाहिँ क्या यस्तो मानेमा चाहिँ पानी हुन्थ्यो क्या साथीहरू अनि यसरी पोखिन्छ कि भन्दा खेल्थ्यौँ तर यो खालको माने होइन अर्कै खालको माने हुन्थ्यो हाम्रोतिर चाहिँ कालो खालको माने रहेछ साथीहरू यहाँ चाहिँ मकै पनि यहाँ त पाकिसकेछ त्यो रुख कटरको होला हौ धरान त बेसी टाइपको हो माथि देखेको साथीहरू त्यो नाम्जे भन्दैन त कस्तो नाम्जे देखेको दामी देखेको रहेछ माथिको चाहिँ बाहिर जाउँ फ्लावरै म त टिप्छ मेरो छोरीले व्हाइट कलर कानमा लगाऊ बाहिर जाऊँ ल लुको याद चाहिँ यस्तो आउँछ नि साथीहरू इन्डिया गएपछि इन्डियामा चाहिँ यसलाई के भन्दो रहेछ हौ बिच्छु कडी के भन्दो रहेछ हौ त्यो पनि उत्तराखण्डतिर चाहिँ हुँदो रहेछ है त पन्जाबतिर चाहिँ नहुँदो रहेछ सिस्नो साथीहरू हेर्नुहोस् योभन्दा पनि अझै चिप्ले सिस्नो हुन्छ नि त्यो कस्तो मिठो हुन्छ व्हाइट कलर अर्को पर्पल